मोबाइल चलाएर बस्ने हो दिउँसो भयो भने यति मात्र हेरिदिनु पर्ने होइन काम चाहिँ बिन्दास छ ग्यास आज चाहिँ के छ भन्दा नि पार्कोनिङको काम कस्तो हुन्छ र पार्कोनिङमा के गर्नुपर्छ भन्ने म सबै कुरा सिकाउँछु भिडियोलाई चाहिँ फुल हेर्नु होला अब चाहिँ म रुममा छु यो पार्कोनिङको ड्रेस मैले ड्रेस लगाउँछु है त यस यति हो ड्रेस लगाएँ नि अन्त मैले मुख त बिहानै धोइसकेको थिएँ अनि नाइट ड्युटी चाहिँ कस्तो हुन्छ पार्कोनिङको म चाहिँ देखाउँछु ल यो चाहिँ मेरो बेड हो रुममा चाहिँ सबजना ड्युटी गएको छ सो अनि भन्नुपर्दाखेरि अब के चाहिन्छ त है ब्याग अनिवार्य ब्याग लगाउँ होइन केही हाल्नुपर्छ अनि त्यसपछि चार्जर चाहिँ अनिवार्य साँझको 6:30 बजिसक्यो अब चाहिँ 10 मिनट बाँकी छ गाडी आउन त्यसो गाडीलाई वेट गर्दै म चाहिँ चिया खान लाग्यो है कडक कडक यस पार्कोनिङको केटाहरू चाहिँ यहाँ चाहिँ के छ भन त भन्नु त छोडे ओइ केटा त फेरि यार अझै गाडी पुग्न चाहिँ केही समय लाग्छ अनि लगभग आधी घन्टा जति लाग्छ लोकेसनमा पुग्नलाई त्यहाँदेखि आधी घन्टासम्म के गर्नु बस्ने त अब म चाहिँ एकदम सुत्छु है त यसो मैले कहाँबाट सिकेको थाहा छ एउटा मान्छे रुममा यस्तै छ क्या सुत्यो भने सुत्यो त्यस्तै हुन्छ पार्कोनिङको काम चाहिँ हामीलाई चाहिँ म चाहिँ खासै पार्कोनिङ छु होइन म चाहिँ ट्रली बोय हो पार्कोनिङमा यसो हेल्प गर्न आएको भनौँ न ल किन आयो मलाई चाहिँ कम्प्युटर चलाउनु नआउने अरू त काम चाहिँ यस्तै हो टकाटाको पार्कोनिङ देख्दा त पनि वास्तवमा म भनेको चाहिँ ट्रली मोटर होइन भनौँ न पार्कोनिङमा अहिले चाहिँ जो मान्छेहरू सबै पठायो अहिले मान्छेहरू छ होइन पार्कोनिङमा चाहिँ नयाँ भिजा आउँदै होला अप्लाई गर्नु राम्रो हुन्छ 1500 बेसिक हुन्छ अनि कहिलेकाहीँ टिप्सहरू पनि भइहाल्छ काम चाहिँ आनन्द छ पार्कोनिङमा यो रातभरि मोबाइल चलाउने हो मोबाइल चलाउने गेम खेल्ने 12 घन्टा फिनिस बाँकी कुरा भनेको यस्तै हो रातभरि यहीँ बस्ने हो मोबाइल चलाउने गेम खेल्ने होइन बाहिर गाडी आउँछ जान्छ अटोमेटिक कुनै अड्क्यो भनेपछि चाहिँ यहाँबाट चाहिँ हेरिदिने हो कति पैसा आयो अनि मेम्बरसिप हो होइन किन अड्क्यो अनि यति मात्र हेरिदिनु पर्ने होइन काम चाहिँ बिन्दास छ एकदमसँगले एकदम राम्रो छ होइन 1500 चाहिँ बेसिक छ अनि 1500 ओभर टाइम के गर्दा 1700-1800 चाहिँ आइहाल्छ मलाई चाहिँ एकदम बेस्ट लाग्यो होइन पार्कोनिङको होइन किनभने चाहिँ म चाहिँ खास म पार्कोनिङ होइन नि त म त 1000 बेसिक मलाई स्यालेरी मात्रै अब म चाहिँ हल्का हेल्प बनाएको मलाई 1500 बेसिक पार्कोनिङ जस्तो दियो भनेपछि चाहिँ म त बस्छु रातभरि मोबाइल चलाएर बस्ने हो दिउँसो भयो भने त्यही हो यदि केही समस्या पऱ्यो मान्छेलाई भनेपछि यहाँनिर एउटा झ्याल छ त्यो झ्यालनिर डङ 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 गर्छ अनि त्यसपछि झ्याल खोल्थ्यो केही पऱ्यो भन्ने चाहिँ सर यहाँ कम्प्युटरबाट हेरिदिनु मात्र कम्प्युटर चाहिँ सिक्नु पर्दैन मलाई पनि मलाई कम्प्युटर चलाउन आउँदैन थियो म अस्ति भर्खर 2-3 दिन भयो अनि त्यो 2-3 दिनमै चाहिँ मैले जे आफ्नो काम गर्नु थियो त्यो चाहिँ मैले गरेको पार्कोनिङमा चाहिँ एउटा भ्यालिडेसन भन्ने हुने रहेछ त्यो चाहिँ भ्यालिडेसन होइन सर्च बार अनि त्यसपछि यो प्लेट नम्बर हानिदिने अनि माथि दुबई हानिदिने तल सर्च हानिदिने अटोमेटिक कोड चाहिँ आइहाल्छ यति गरिदियो भने चाहिँ भ्यालिडेसन बस यति मात्रै हो अनि त्यसपछि ढोकाहरू खोल्दाखेरि चाहिँ अघि मैले भनिहालेँ त्यति मात्र गर्नुपर्ने तर मलाई चाहिँ बेस्ट लाग्यो होइन अहिले जो भ्याक्सिनहरू गइरह होला नेपालमा पार्कोनिङको एकदमै मान्छे चाहिएको छ अनि त्यसपछि कम्पनीहरूले चाहिँ मान्छे आउँछोसम्म चाहिँ हामीहरूलाई आऊ भनेर हामीहरूलाई चाहिँ यहाँ हालिदिएको हो नि त त्यही भएर हामी चाहिँ भनौँ न हामी खासै ट्रली भयो यदि 1500 बेसी हामीलाई पनि पार्कोनिङको स्यालेरी दियो भनेपछि हामी चाहिँ यहाँ आउन तयार छ है किनभने चाहिँ मजाले बस्नुपर्ने बसी काम गर्ने हो इन्जोय होइन कति केही समस्या पर्छ अनि कुनै ठाउँ यस्तो कम्प्युटर हुन्छ कुनै ठाउँ हातमा मोबाइल डिभाइस हुन्छ अनि कुनै ठाउँ चाहिँ केही पनि हुँदैन क्यास लोकेसन हुन्छ होइन क्यास लोकेसन चाहिँ सबैभन्दा बेटर हो होइन क्यास लोकेसनमा हल्का टिप्सहरू पनि आउँछ होइन यो चाहिँ क्यास पनि हो यो तर धेरै जसो के भन्छ अनलाइन पेमेन्ट र अनि भ्यालिडहरूको धेरै छ कि यहाँ चाहिँ
उता चाहिँ ब्यालेटको डिपार्टमेन्ट, यता चाहिँ पार्कोनिङको डिपार्टमेन्ट। त्यही भएर चाहिँ अलिकति क्यास लोकेसन भयो भने चाहिँ बेटर हुन्छ, क्यास पनि हुन्छ होइन। तर चाहिँ दुबईभरि वर्ल्डभरि भट्टासको चाहिँ धेरै पार्कोनिङको चाहिँ डिमान्ड चाहिँ छ भनौँ न। जस्तै चाहिँ पार्किङ होइन, उता चाहिँ एउटा गाडी छ, अनि त्यो गाडीलाई चाहिँ यहाँभित्र चाबी हालेर त्यसले बिस्तारै उठाउनुपर्छ कि, अनि आफै उठाएर जानुपर्छ यसलाई, किनभने चाहिँ यो खोल्दैन नि त। त्यही हो, सबैतिर क्यामेराहरू झ्याप झ्याप लागिरहेको छ यताउता। जस ठिकै छ, म त त्यो गाडीलाई वेट गरिरहेको छु। त्यो गाह्रो त छैन, सबै आफै खोलिहाल्छ। अनि के हुन्छ भने अब कुनै मेम्बरसिप भन्दाखेरि कुनै गेस्टहरू हुन्छ, प्रायः जस्तो मेम्बरसिप आफै खोलिहाल्छ। अनि कुनै गेस्टहरू हुन्छ, त्यो गेस्टहरू चाहिँ आउँदाखेरि चाहिँ झ्याप्पै गाडी रोकिन्छ क्या, सर यु हेभ मेम्बरसिप भनिदिने। अनि त्यसपछि एकछिन ल उता गाडी आयो। यसलाई मात्र हो कि अटोमेटिक खोल्नुपर्ने भने भित्रबाट पनि दियो। त्यो गाह्रो त छैन, सबै आफै खोलिहाल्छ। अनि के हुन्छ भने अब कुनै मेम्बरसिप भन्दाखेरि कुनै गेस्टहरू हुन्छ, प्रायः जस्तो मेम्बरसिप आफै खोलिहाल्छ। अनि कुनै गेस्टहरू हुन्छ, त्यो गेस्टहरू चाहिँ आउँदाखेरि चाहिँ झ्याप्पै गाडी रोकिन्छ क्या, सर यु हेभ मेम्बरसिप भनिदिने। अनि त्यसपछि एकछिन ल उता गाडी आयो। काम चाहिँ इजी हुन्छ एकदमै। भनेपछि यो चाहिँ सब मेम्बरसिपवाला हो। यदि मेम्बरसिपहरू छ भनेपछि यता जाने रे होइन। अनि त्यसपछि कसैले छ भनेपछि यसमा सर्चमा गएर होइन, अनि यहाँ चाहिँ गाडी नम्बर हानेपछि यहाँ चाहिँ ट्याक्क देखाउँछ कि। यसलाई मतलब काम चाहिँ यस्तै हो, सजिलो छ। रातभरि यहाँ बस्ने मात्रै। फाइनली ड्युटी चाहिँ सकियो, फाइनली ड्युटी चाहिँ सकियो होइन। म चाहिँ यहाँ फेरि हराइहाल्छु कि तल अन्डरग्राउन्डमा छु। अनि मलाई छोड्न चाहिँ दोस्त होइन, सधैँ माथि चाहिँ लिफ्टमा छोड्नलाई चाहिँ आइरहेको छ। ऊ चाहिँ भ्यालिड गर्नु यहाँ सधैँ मलाई चाहिँ पुऱ्याउन चाहिँ आउँछ कि माथिसम्म, किनभने म हराइहाल्छु त। यता कहाँ हो, यता छिर्नु कि उता छिर्नु कि कहाँ छिर्नु, यहाँको यस्तै हो है। ओके बाबाई, यस अब जानुपर्छ रुमतिर। म हराइहाल्छु कि अब नयाँ पुरानो न 2-3 दिन बाद 2-3 दिन कहाँ छिर्नु कि। अब यो ढोका छैन, म यो ढोकाबाट हालेँ, अब यो ढोकाको छ भने यता मैले यता हो कि यता त्यो चाहिँ गाडी आएर वेट गरेर होला। गाडी आएर वेट गरेछ। अहिलेसम्म भित्र थुनिएको, बाहिर त उज्यालो भएको। बस्यो भित्र अँध्यारोमा त्यो कोठाभित्र बस्दा अन्डरग्राउन्ड बस्दा बाहिर त उज्यालो भएको छ कि अँध्यारो भएको छ त्यो पनि थाहा थिएन। मलाई पुरा घाम लागिसकेको छ यार। ल त यति नै हो, अर्को भ्लगमा भेटौँला। ल सी यू, ओके। Jingle bells, jingle all the way. Oh, what fun it is to ride in a one-horse open sleigh. Santa Claus is coming to town.